साथियों नमस्ते स्वागत छ। आज हामीले विश्वका महादेशका होचा भाग र नजिकका देशहरू पत्ता लगाउने ट्रिक तपाईलाई सिकाउँदै छु। यो ट्रिकमा तपाईले एकजना व्यक्तिको नाम सम्झने र त्यो व्यक्तिलाई माफी माग्नुपर्ने हुन्छ। जस्तो समीर भन्ने व्यक्तिलाई सम्झिने अनि समीर भन्ने व्यक्तिलाई माफी माग्ने। कसरी माफी माग्ने भन्दा माफ पाऊँ जा भाइ समीर, है माफ पाऊँ जा भाइ समीर भनेर। अब चाहिँ यति लाइन सम्झिनु भयो भने महासागरका होचो भाग पनि आउँछ र नजिकको देश पनि पत्ता लगाउन सकिन्छ। कसरी भन्दा ट्राई गरौँ। जस्तो प्रशान्त महासागर सबैभन्दा गहिरो महासागर प्रशान्त महासागर, त्यसपछि खास सबैभन्दा गहिरो प्रशान्त, त्यसपछि चाहिँ हिन्द महासागर हो, तर ठुलो चाहिँ आन्ध्र महासागर हो। त्यसरी मैले ठुलोको आधारमा क्रमशः राखेको छु। जस्तो प्रशान्त महासागरको गहिराई 4300 मिटर गहिराई छ। त्यसलाई चाहिँ माफ भन्ने सम्झिने। माबाट चाहिँ मारियाना ट्रेन्च होचो भाग आउँछ हैन, मारियाना ट्रेन्च होचो भाग आउँछ। फबाट नजिकको देश भनेको फिलिपिन्स आउँछ। हेर्नुस् है, माफबाट चाहिँ होचो भाग चाहिँ मारियाना ट्रेन्च, नजिकको देश भनेको प्रशान्त महासागरबाट नजिकको देश भनेको फिलिपिन्स। अब आन्ध्र महासागरमा ट्राई गरौँ। आन्ध्र महासागर 3700 मिटरको यसको गहिराई छ। यसलाई चाहिँ पाउ भन्ने छ, मापाउ भन्ने छ, पाउ भन्ने छ। पाबाट चाहिँ प्युरोट्रिक द्वीप भन्ने छ, प्युट्रोडिक द्वीप भन्ने हो। उबाट चाहिँ उलाई यू बनाइदिनुस्, युएसए भन्ने हुन्छ। उलाई चाहिँ युएसए बनाएपछि युएसए हुन्छ। उलाई यू बनाउने अनि युएसए उच्चारण गर्न सकिन्छ। हिन्द महासागरको गहिराई भनेको 3900 भनेको झन्डै 3900 मिटर यसको गहिराई छ। यसलाई चाहिँ जाभाई भन्ने सम्झिने। जाभालाई छुट्टै, इलाई छुट्टै राखिदिने। जाभाको चाहिँ गहिरो भाग आउँछ, जाभा ट्रेन्च भन्ने आउँछ। अनि ईबाट इन्डोनेसिया नजिकको देश आयो। होचो भाग पनि पत्ता लाग्यो, नजिकको देश पनि पत्ता लाग्यो। अब चाहिँ कुमेरो महासागरको गहिराई भनेको 2024 झन्डै 2400 मिटर यसको गहिराई छ। अब यसलाई चाहिँ यसको ट्रिक भनेको चाहिँ होचो भाग सम्झिनलाई चाहिँ स भन्ने सम्झिने के है, स भन्ने सम्झेपछि स्यान्डविच ट्रेन्च भन्ने आउँछ। स्यान्डविच ट्रेन्च आउँछ। स अ भने चाहिँ अ लुकेको छ क्या, यहाँ अ लुकेको छ। अन्टार्क्टिका भनेर चाहिँ नजिकको देश पनि आयो। अब चाहिँ सुमेरु महासागरको झन्डै 1330 मिटर यसको गहिराई छ। यसले चाहिँ सको चाहिँ स माथि भइसक्यो, समीरको स माथि भइसक्यो भने मिर आयो क्या, मिर। अब मिबाट चाहिँ मोलीद्वीप भन्ने चाहिँ होचो भाग आयो भने रबाट रलाई रु बनाइदिने, र रु सम्झिने, रलाई चाहिँ रुस आयो। यसरी हामीले चाहिँ यो महासागरका होचो भाग र नजिकका देशहरू पत्ता लगाउन सक्छौँ। यो सबै कुराहरू घोकेर पनि साध्य हुँदैन। त्यसरी यसरी ट्रिक लगाएर पढ्यो भने छिटो सम्झिन सकिन्छ साथी हो।